यो सफलता हामीलाई किन चाहिन्छ, वाइ वी वान्ट सक्सेस। आज त्यही यो मेरो आजको टपिक चाहिँ तपाईँको यही नै हो, सक्सेस। सबैभन्दा पहिला तपाईँको म एउटा यस्तो तपाईँहरूमा चाहिँ एउटा सर्टेन स्टेप चाहिँ होइन म तपाईँहरूसँग सेयर गर्न गइरहेको छु, जुन स्टेप चाहिँ तपाईँलाई म 1 by 1 त्यसलाई चाहिँ म सम्झाउने छु है। ल सबैभन्दा पहिला फर्स्ट स्टेप है त, फर्स्ट स्टेप भनेको तपाईँको लाइफमा टु सेट गोल। तपाईँले जहिले पनि होइन जीवनमा एउटा गोल चाहिँ राख्नुपर्छ होइन। म यो गर्छु, पहिला एउटा त उद्देश्य त हुनु पर्यो नि। बिना उद्देश्य तपाईँले त केही लाइफमा गर्नै सकिँदैन। एउटा उद्देश्य राख्नुपर्छ कि म मेरो लाइफको एम होइन, मेरो लाइफको गोल यो हो। म माइन्डसेट है, माइन्डसेट अलवेज तपाईँले सेट गोल त आफ्नो एम त सेट गर्नुभयो, तर अब त्यो आफ्नो गोललाई केरियरको गोललाई मात्रै सेट गरेर त भएन। त्यसलाई तपाईँले के गर्नुपर्छ भने आफ्नो माइन्डसेट जुन हुन्छ नि त्यो माइन्डसेटलाई पनि एकदम यु निड टु किप रेडी होइन। यु निड टु डेभलप ए ग्रोथ माइन्डसेट के। तपाईँले चाहिँ एकदम त्यो माइन्डसेटलाई राम्रोसँगले होइन त्यो पुरै प्रिपेयर हुन सक्नु पर्यो के। अब तेस्रो स्टेप भनेको चाहिँ तपाईँको अलवेज प्रायोरिटाइज होइन, यु निड टु गिभ प्रायोरिटी टु योर पर्सनल हेल्थ। हेर्नुहोस् तपाईँ सक्सेस हुनुहुन्छ लाइफमा, तर तपाईँ हेल्दी पनि त हुनु पर्यो नि त। अब तपाईँ विक हुनुहुन्छ, कमजोर हुनुहुन्छ होइन, अब तपाईँमा त्यति शक्ति छैन, एनर्जेटिक छैन तपाईँ भनेपछि त कसरी तपाईँले त्यो आफ्नो त्यो केरियरको गोललाई एचिभ गर्न सक्नुहुन्छ त। तपाईँको हेल्थ भन्नाले जस्ट टु बिकम फेट होइन, टु लुक स्ट्रङ मात्रै होइन। हेल्थ भन्नाले त यु निड टु बी फिट होइन, इन्टरनली र एक्सटर्नली। मतलब फिजिकल पनि तपाईँ फिट हुनु सक्नु पर्यो र मेन्टली पनि फिट हुनु सक्नु पर्यो है त। त्यसैलाई भन्छ तपाईँको पर्सनल हेल्थ है, बोथ इन एन्ड आउट। इनर हेल्थ प्लस आउटर हेल्थ दुवै मिलाएर चाहिँ तपाईँको पर्सनल हेल्थ भन्ने गरिन्छ। त्यो पर्सनल हेल्थलाई चाहिँ तपाईँले अलवेज केयर गर्नुपर्छ, अलवेज तपाईँले प्रायोरिटी दिनु सक्नुपर्छ है त। ल अनि चौथो पोइन्ट भनेको चाहिँ तपाईँको अलवेज तपाईँले जुन रिलेसन हुन्छ नि, आफ्नो फ्यामिली भयो, आफ्नो फ्रेन्ड भयो, आफ्नो कलिग्स भयो, अनि सबैसँग अलवेज एउटा स्ट्रङ रिलेसनसिप चाहिँ राख्न सक्नुपर्छ तपाईँले होइन। अलवेज स्ट्रङ रिलेसनसिप चाहिँ एकदम जरुरी छ तपाईँले, स्पेसली तपाईँसँग काम गर्ने कलिग्स होस् होइन, चाहे फ्यामिली सर्कल हो कि। तपाईँले आफ्नो फिल्डमा जुन फिल्डमा हुनुहुन्छ तपाईँ, त्यो फिल्डमा तपाईँलाई लाग्दो हो म एकदम पर्फेक्ट छु, बट एउटा ह्युमन बिङ कहिले पनि होइन त्यो एकदम पर्फेक्ट चाहिँ हुन सक्दैन। किनभने लर्निङ भनेको लाइफको एभ्री स्टेपमा चाहिँ लर्न गर्नुपर्छ कि हामीले। जति तपाईँले लर्न गर्दै जानुहुन्छ नि त्यति तपाईँलाई चाहिँ एकदम तपाईँको ग्रोथको लागि चाहिँ हेल्प गर्छ कि। त्यसैले होइन टु गेट गो स्टेप भनेको चाहिँ तपाईँको वर्क हार्ड होइन। यो त अभियसली सबैलाई थाहा छ होइन। यु निड टु वर्क हार्ड टु गेट सक्सेस होइन। सक्सेस रिक्वायर्स डेडिकेसन, प्रिजर्भेसन एन्ड विलिङनेस टु पुट इन द नेसेसरी एफोर्ट। तपाईँले जबसम्म आफ्नो फुल एफोर्ट दिनु हुँदैन, मेहनत गर्नु हुँदैन, तपाईँले कहिले पनि आफ्नो त्यो गोलसम्म चाहिँ पुग्न सक्नु हुँदैन। त्यसैले अलवेज यु निड टु गिभ प्रायोरिटी टु योर वर्क। आई मिन तपाईँले मेहनत गर्नुपर्छ है। अलवेज यु निड टु वर्क हार्ड। तपाईँले आफ्नो गोललाई एचिभ गर्नु छ भने यु निड टु वर्क हार्ड है त। अनि त्यस्तै तपाईँको अर्को स्टेप भनेको चाहिँ सेलिब्रेट एचिभमेन्ट। आई मिन तपाईँले लाइफमा चाहे त्यो सानो कुरा होस् या ठुलो कुरा जे भए पनि होइन, त्यो सक्सेस पाउनु भएको छ भने त्यसलाई चाहिँ एक्नोलेज गर्नुहोस् अनि सेलिब्रेट गर्नुहोस् है। त्यसले पनि तपाईँको के हुन्छ भने त्यसले तपाईँमा त्यो पोजिटिभ थिङ्किङहरू चाहिँ आउँछ कि। कुरा चाहिँ तपाईँले थिङ्किङ भन्नाले चाहिँ अलवेज होइन तपाईँको माइन्डमा धेरै थरीको थिङ्किङ आउन सक्छ, मेबी नेगेटिभ होइन, पोजिटिभ अरू पनि कुरा हुनसक्छ, तर अलवेज यु निड टु थिङ्क पोजिटिभ होइन। तपाईँले होइन तपाईँलाई त्यो नेगेटिभ कुरा सुनाउने अथवा तपाईँको बारेमा नेगेटिभ भन्न सक्ने धेरै व्यक्ति होला तपाईँको वरिपरि छेउछाउमा या आफन्तमै रिलेटिभ जति हुन सक्छन्, बट यु निड टु इग्नोर होइन त्यो सब त्यस्तो नेगेटिभ कुराहरू उहाँले भन्नुहुन्छ भने भन्न दिनुहोस्। तपाईँहरूले चाहिँ त्यो सुन्दै नसुन्नु, यो होइन भनेर त्यो सोच पनि तपाईँमा आउँछ है। अनि अर्को एउटा लास्ट स्टेप भनेको चाहिँ एउटा टाइम म्यानेजमेन्ट है। टाइम म्यानेजमेन्ट इज द मोस्ट एसेन्सियल पार्ट इन आवर लाइफ है त। टाइम भन्नाले यु निड टु म्यानेज टाइम है। अब हेर्नुहोस्
सबै थोकलाई तपाईँले टाइम म्यानेज गर्न सक्नुपर्छ हेर्नुहोस् है त। हस् त, धन्यवाद, धेरै धेरै धन्यवाद। तपाईँहरू माझमा यस्तै अझै धेरै भिडियो लिएर आउँछु। मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् अनि तलको बेल आइकनलाई क्लिक गरिदिनुहोस्। हस् त, धन्यवाद।